10 देखि 15 मिनेटमै इजी वेमा रेडी हुने कसावा फ्लावरको चिला कसरी बनाउने सिकौँ है त। यो चिलालाई तपाईले एज अ ब्रेकफास्ट, लन्च वा डिनर जुनमा खादा पनि हुन्छ, किनभने यसमा हाई फाइबर हुन्छ जसले डाइजेसन र वेट म्यानेजमेन्टमा मद्दत गर्छ। चिला बनाउनको लागि पहिला 3 वटा आलु लिनुहोस् र त्यसलाई छिलेर ग्रेट गरिदिनुहोस्। त्यसपछि यसलाई पानीमा भिजाइदिनुहोस्। अब एउटा ठिक्क साइजको प्याज, थोरै अदुवा, 6 वटा हरियो खुर्सानी अनि थोरै धनियालाई सानो सानो टुक्रामा काट्नुहोस्। काटिसकेको इन्ग्रेडियन्ट्सलाई एउटा बोलमा हालेर यसमा 5 ठुलो चम्चा कसावा फ्लावर अनि स्वाद अनुसार नुन हाल्दिनुहोस्। त्यसपछि यसमा अघि कोरेको आलु हाल्दिनु र थोरै थोरै पानी हाल्दै एउटा घोल रेडी गर्नुहोस्। यो घोलमा थोरै चिली पाउडर अनि बेसार हालेर मज्जाले मिक्स गरिदिनु। अब एउटा प्यानमा घिउ हालेर मज्जाले तताउनुहोस्। घिउ तातिसकेपछि यसमा चिलाको घोल हाल्दिनु र थोरै फिजाएर एकछिन छोपेर पकाउनुहोस्। एक साइडबाट हल्का ब्राउन र क्रिस्पी भएपछि यसरी बिस्तारै फ्लिप गरिदिनु र अर्को साइडबाट पनि मज्जाले पकाउनुहोस्। टाइममा फ्लिप गरेर पकाउनु होला सो चिला मज्जाले भित्रसम्म पाकोस्। ल, टेस्टी र इजी वेमा बन्ने चिला पनि रेडी भइसक्यो। अब यसलाई एउटा प्लेटमा निकाल्दिनुस् र आफूलाई मन पर्ने अचार वा सससँग इन्जोय गर्नुस्।